हेलो गाइज, आज चाहिँ हामी सानो गाउँ जाँदैछौँ। सानो गाउँ नेवार समुदायको बस्ती हो। नाम मात्र सानो गाउँ हो, तर गाउँ चाहिँ ठुलो छ। तर अधिकांश त्यहाँ चाहिँ नेवारहरू हुन्छन् र त्यहाँ कस्तो छ के छ, त्यहाँ कस्ता मन्दिरहरू छन् त्यसको जानकारी पाउनको लागि र म तपाईहरुलाई दिनको लागि त्यस ठाउँमा हामीहरू जाँदैछौँ। हामीलाई फलो गर्नु होला। पोखरी रहेछ सानो गाउँमा। पोखरी राम्रो सजाएको पोखरी गोलो आकारले बनाएको रहेछ। धारोहरू पनि छ, पानी चाहिँ आएको छैन। गोलो धारा पोखरी चाहिँ राम्रो बनाएको रहेछ। यहाँ चाहिँ यहाँ चाहिँ बस्नको लागि चाहिँ शान्त एउटा सानो ठाउँ बनाएको रहेछ। सायद यहाँ चाहिँ यहाँकै स्थानीय
बासिन्दाहरू आएर बस्ने जस्तो छ। यहाँ बसिराख्नु पनि भएको छ। शीतल हावा चल्ने रहेछ। सानो पार्क जस्तो बनाएको रहेछ। लाछी जाने बाटो चाहिँ यही रहेछ। सफा सुग्घर साह्रै सफा बनाएको रहेछ। यहाँबाट अब केही समयमै लाछी पुगिन्छ। यहाँ चाहिँ वैशाखको 4 गते ठुलो मेला लाग्छ। यहाँ जात्रा लाग्छ। यहाँ चाहिँ ठ्याक्कै वैशाखको 4 गते हुन्छ। चाहे त्यो शनिबार परोस्, आइतबार परोस्, सोमबार परोस्, केही फरक पर्दैन। तर यहाँ 4 गते चाहिँ ठुलो जात्रा हुन्छ। पोखरीलाई बाँधेको रहेछ घरै घरको बिचमा। ओ कति राम्रो मन्दिर पनि रहेछ यहाँ। कति राम्रो मन्दिर टक्क मिलाएर बनाएको, मिलाएर राखेको। आँखै यतै जान्छ। यो पोखरी जाने बाटो चाहिँ यही होला। पोखरी चाहिँ मर्मत कार्य हुँदै रहेछ, बनाउँदै हुँदो रहेछ। अहिले चाहिँ यस्तो रहेछ पोखरी। सायद अब केही समयमा यो पुनर्निर्माण हुन्छ होला। यो चाहिँ बालकुमारी मन्दिर। यो चाहिँ वैशाखको 4 गते यहाँ चाहिँ ठुलो जात्रा हुन्छ। यो चाहिँ नेवार समुदायहरूको एउटा विशेषता हुन्छ, आफ्नो घरको सुरक्षा गर्नको लागि भनेर। त्यसैको लागि यसलाई यहाँ बनाएको हो। र यो चाहिँ धेरै राम्रोसँग चिटिक्क बनाएको छ। यो चाहिँ राधाकृष्ण मन्दिर रहेछ। यो चाहिँ बालकुमारी मन्दिर भन्दा अलिकति सानो रहेछ। तर यो चाहिँ टक्क पिपलको रूपमा टक्क त्यसैसँग गाँसेर बनाएको रहेछ। यो चाहिँ सानो चिटिक्क परेको नेपाली कलात्मक हिसाबले बनाएको मन्दिर रहेछ। यो पनि राम्रो छ।
यो चाहिँ गणेशको मन्दिर हो। यो चाहिँ ठ्याक्क भैरव मन्दिरसँगै जोडेको एउटा गणेश मन्दिर हो। यो चाहिँ सँगसँगै रहेछ, एउटा सानो एउटा ठुलो परेको। यहाँ पनि वैशाखको 4 गते ठुलो जात्रा हुन्छ। नेवार समुदायमा प्रायः जसो मन्दिरहरू चाहिँ अलि हुन्छ नि, भक्तपुरमा पनि त्यति नै छ, हरसिद्धिमानी छ, गाडेगाउँ भयो, खेचु नेवार समुदायमा चाहिँ प्रायः जसो एउटा आस्था चाहिँ यसलाई चाहिँ नेवारी भाषामा फल्चा भन्छ। फल्चा भनेको पार्टी हो, यसलाई चाहिँ पार्टी भन्छ। यस्तो पार्टी चाहिँ यहाँ दुईटा रहेछ, एउटा फेरि देखाउँछु तपाईँहरूलाई। एउटा पार्टी यो भयो र यसलाई चाहिँ फल्चा भनिँदो रहेछ नेवार भाषामा चाहिँ। र अर्को चाहिँ सँगसँगै रहेको रहेछ, अर्को चाहिँ यतापट्टि छ र बिचमा इनार पनि रहेछ। र अर्को चाहिँ फल्चा यो हो, यो फल्चा। यो चाहिँ सानो रहेछ, अर्को चाहिँ ठुलो रहेछ, दुईटा फल्चा सँगसँगै रहेछ। संस्कृति हो, आफ्नो संस्कृति हो। कसले के बजाउने हुन्छ, कसले के बजाउने हुन्छ। एउटै लुगामा एउटै ड्रेसमा सबैजना महिला पनि हुनुहुन्छ बाँसुरी बजाउने। सबैजना सेतो लुगामा आउनुहुन्छ, एकदम राम्रो। सायद उहाँहरू पनि यही मन्दिरमा आउनु होला। कति मिठो आवाज। र आज चाहिँ यहाँ 45 दिने वाद्य वादन तथा बाँसुरी प्रशिक्षण रहेछ। त्यही भएर यहाँ चाहिँ अनि यहाँ अघिका मानिसहरू आउनुभएको रहेछ र यहाँ प्रमाणपत्र पनि रहेछ। यो तबला नेवार समुदायमा यस्तो भइरहन्छ। संस्कृति संरक्षण समूह, संस्कृति जोगाउनु पनि पर्छ। हामीले नजोगाए कसले जोगाउँछ? सबै नेपालीले आफ्नो संस्कृति जोगाउनु पर्छ। र उहाँ यहाँ सहभागिता हुनुभएको होला सायद। उहाँ दिदी बहिनी पनि हुनुहुन्छ, महिलाहरू एउटै टी सर्ट लाउनु भएको छ, सेतो टी सर्ट। आफ्नो समूह हुन्छ, नेवार समुदायको पनि आफ्नो ग्रुप हुन्छ।
र बाटोमा हिँड्दा हिँड्दै एउटा सानो पोखरी देख्यो, सानो पोखरी। र यसमा के छ एकचोटि हेरौँ न है त। ओ यहाँ त माछा माछा रहेछ त, राताहरू माछा, माछा माछा रहेछ। उहाँ खुवाउँदै हुनुहुन्छ सानो पोखरीमा राताहरू माछा। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यस भुके च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला।